नेपालको चिसो बिहान पोखराको घाटीमा सूर्य बिस्तारै उदाउँदै थियो। माघ 1 को त्यो दिन सामान्य देखिन्थ्यो, तर यही सामान्य पल इतिहासमा दर्ज हुने थियो। यति एयरलाइन्सको फ्लाइट 691 काठमाडौँदेखि पोखरा, साधारण 25 मिनेटको यात्रा। विमानमा 68 जना यात्रु सवार थिए, पर्यटक, परिवार, बच्चाहरू र उनीहरूका सपनाहरू। कसैलाई थाहा थिएन कि यो उनीहरूको अन्तिम यात्रा हुनेछ। क्यामेरा अन थियो, मानिसहरू हाँसिरहेका थिए, खुसीका पलहरू रेकर्ड गर्दै थिए, र कसैलाई थाहा थिएन कि अर्का 5 सेकेन्डमै उनीहरूको जीवनको अन्तिम क्षण हुनेछ। उडान सामान्य थियो, तर अवतरणको केही मिनेट अघि विमानले अनौठो मोड लियो। पाइलटले रनवे 30 को सट्टा रनवे 12 मा अवतरण गर्न अनुरोध गरे। पाइलटको अन्तिम रेडियो सन्देश शान्त, धेरै शान्त, त्यसपछि मौनता। बिहान 10:57 पोखराको सेती नदी किनारमा तेज धमाका, धुवाँ, आगो, टुटेको मलबा। त्यो विमान जुन केही सेकेन्ड अघि जीवनले भरिएको थियो, अब केवल शान्तिमा परिणत भइसकेको थियो। उद्धार टोली तुरुन्त पुग्यो, तर धेरै ढिलो भइसकेको थियो। 72 जना मध्ये कोही बाँचेन। क्यामेरामा रेकर्ड भएको अन्तिम भिडियो आज पनि मानिसहरूलाई झकझोरिन्छ। हाँसो र अचानक आएको मृत्युको बीचमा केवल केही सेकेन्डको दूरी थियो। अनुसन्धानले देखायो कि पाइलटले गल्तीले इन्जिनको शक्ति काटेका थिए। प्राविधिक गल्ती, मानव त्रुटि वा अरू केही, तर जवाफ अझै अधुरो छ। 68 जना, 68 वटा कथा जो अधुरा रहे। त्यो दिन केवल एउटा विमान मात्र खसेन, सैकडौँ सपनाहरू पनि टुटे, परिवारहरू बिछोडिए, भविष्यका योजनाहरू धुलोमा मिसिए। माघ 1 एक मिति होइन, एक याद हो, एक चेतावनी कि आकाश कति पनि सुन्दर किन नहोस्, केही पलमै सबै कुरा बदलिन सक्छ। जीवन कति नाजुक छ भन्ने सम्झना।